श्रमिक नागरिकको सवालमा होस्। माननीय सभामुख महोदय, माननीय सदस्य अगाडि बढौँ। सम्माननीय सभामुख महोदय, हामीले अब 2 महिना हाराहारी हुन लाग्यो, 1 महिना क्रस भयो। प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति करेक्सन गर्नुपर्छ र यो रोस्टममा बोल्नुभएको रेकर्डबाट हटाउनुपर्छ भने यत्रो लामो समय भयो। बरु ढुङ्गा बोल्छ मान्छे बोल्दै बोल्दैन भन्थ्यो, त्यस्तै भयो अहिले हेर्नुहोस् है। त्यसै कारणले गर्दा मलाई कता कता डर लागेको छ सभामुख महोदय, र चिन्तित पनि छु सभामुख महोदय। म प्रधानमन्त्रीज्यूले काठमाडौँ महानगरपालिकाको मेयर हुँदै गर्दाखेरि एउटा फेसबुक स्टाटस लेख्नुभयो, कतै एउटा केही सडकमा समस्या भयो, सिंहदरबार जलाइदिन्छु भन्नुभयो। आज उहाँले सिंहदरबार जलाइदिन्छु जसरी भनेर उहाँले फेसबुकमा अभिव्यक्ति दिनुभयो। केही समय पछाडि हाम्रो देशको सार्वभौम सांसद बाहुन लगायत सर्वोच्च अदालत सिंहदरबार जले। सभामुख महोदय, उहाँको फेसबुक अभिव्यक्तिले आज म सम्झेर हेर्दाखेरि मलाई डर लागेको छ। कता फेरि भोलि हाम्रो सीमा नापुनी कतै तपाईँको चाहिँ मिचिने होइन, हाम्रो सिमाना कतै तपाईँको चाहिँ छिमेकी मुलुकले मिच्ने होइन भनेर मलाई डर लागेको छ सभामुख महोदय। त्यसै कारणले म भन्न चाहन्छु, यदि प्रधानमन्त्रीज्यूको त्यो नियतवश होइन, बाई मिस्टेक के बोल्नु जाँदाखेरि के बोलेको भनेर उहाँले मिस्टेक गर्नुभयो कि यो सदनमा आएर प्रधानमन्त्रीज्यूले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्छ सभामुख महोदय। त्यसै गरी म एउटा विषय उठान गर्न चाहन्छु। यो मुलुकमा वर्तमान सरकारले गरिब निमुखाको निम्ति काम गर्छु भनेर चाहिँ चुनावभन्दा अगाडि र विभिन्न समयमा उहाँहरूको चाहिँ सङ्घर्ष गरौँ भन्नुभएको थियो। तर आज गरिबमाथि सरकारले धारे हात लाएर तपाईँको चाहिँ निमटन सुरु गरेको छ सभामुख महोदय। चाहे त्यो पठाउ राइडरको सवालमा होस्, चाहे त्यो सुकुम्बासीको सवालमा होस्, कुनै पनि श्रमिक नागरिकको सवालमा होस्, अहिलेको सरकारले चाहे सानो उद्यमीको चाहिँ व्यवसायीको सवालमा होस्, सरकारले धारे हात लाएर तपाईँको चाहिँ निमटन सुरु गरेको छ। म सरकारलाई भन्न चाहन्छु, यसो नगरे सभामुख महोदय। त्यसै गरी म एउटा विषय उठान गर्न चाहन्छु। 20औं वर्षदेखि राज्यको न्यून सेवामा सुविधामा काम गरिरहेका हजारौं करार तथा जेलादारी कर्मचारीलाई वर्तमान सरकारले ठेकेदार मार्फत लाने ठुलो षड्यन्त्र गरिरहेको छ। राज्यले सर्वोच्च अदालतको आदेश अनुसार महँगी भत्ता र सामाजिक सुरक्षा कोष लगायतको सेवा सुविधा दिनुपर्छ, त्यो माग गर्न चाहन्छु र सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नको निम्ति म सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु। यसै गरी सर्वोच्च अदालतको आदेश कार्यान्वयन पर्ने अवस्थामा उल्टो वर्तमान सरकारले कम्पनी खडा गरेर करोडौं नीतिगत भ्रष्टाचार गर्न खोजिरहेको छ भन्ने छर्ल्याङ्ग तपाईँको चाहिँ आज देखिएको छ। 55-56-57 सालदेखि लोकसेवा आयोगले श्रेणीविहीन पदमा भर्ना बन्द गरेर श्रम शोषण गरिरहेका ती चाहिँ हजारौं तपाईँको आज श्रेणीविहीन कर्मचारीहरू कार्यालय सहयोगीहरूलाई आज 20 वर्ष 15 वर्ष देशको सेवा गरे।